के भयो साह्रै नै दाँत दुख्छ। तिहारको बेला छ, सेलरोटी चिनी रोटी खायो होला अनि ब्रस पनि गरेनौ होला। हाम्रो विद्यालय नर्सले भन्नुभएको थियो नि, खाना खाएपछि दैनिक ब्रस गर्नुपर्छ र गुलियो खानेकुरा पनि कम गर्नुपर्छ भनेर। तिमीले त्यसो गरेनौ होला अनि यसो भइहाल्छ नि साथी। अहिलेलाई देउसी भैलो खेलौ। नरम ब्रसको प्रयोग गरौँ है, मुख स्वास्थ्यको चेतना छरौँ है। नरम ब्रसको प्रयोग गरौँ है, मुख स्वास्थ्यको चेतना छरौँ है। मुख स्वास्थ्यको चेतना छरौँ है। प्रयोग गरौँ फ्लोराइड मञ्जन, मुख स्वास्थ्यकै गरौँ है गन्थन। प्रयोग गरौँ फ्लोराइड मञ्जन, मुख स्वास्थ्यकै गरौँ है गन्थन। मुख स्वास्थ्यकै गरौँ है गन्थन। जङ्क फुड खानालाई हुँदैन, ब्रस गरे रोगले छुँदैन। जङ्क फुड खानालाई हुँदैन, ब्रस गरे रोगले छुँदैन। ब्रस गरे रोगले छुँदैन। इनामेल फ्लोराइडले जोगाउँछ, धेरै रोगहरूलाई भगाउँछ। इनामेल फ्लोराइडले जोगाउँछ, धेरै रोगहरू। हजुर यो कुरा साँचो छ, मुख स्वास्थ्यको शिक्षाको खाँचो छ। सुन्नुहोस् हजुर यो कुरा साँचो छ, मुख स्वास्थ्यको शिक्षाको खाँचो छ। मुख स्वास्थ्यको शिक्षाको खाँचो छ। मुख स्वास्थ्य राख्ने काम हाम्रो हो, रोग लाग्न नदिनु राम्रो हो। मुख स्वास्थ्य राख्ने काम राम्रो हो, रोग लाग्न नदिनु राम्रो हो। रोग दाँतमा किरा नलागोस् कहिले नि, मुख स्वस्थ भइरहोस् जहिले नि। दाँतमा किरा नलागोस् कहिले नि, मुख स्वस्थ भइरहोस् जहिले नि। मुख स्वस्थ भइरहोस् जहिले नि। स्वस्थ मुख सबैको जाति, बिदाबादी भएर जाउँ साथी। स्वस्थ मुख सबैको जाति, बिदाबादी भएर जाउँ साथी। बिदाबादी भएर जाउँ साथी। ल एउटा साथी, अब विद्यालय नर्सको घरमा गएर उपचार गरौ दाँतको। ल साथी, धन्यवाद।